अब मान्छेलाई सेल्फ स्टिमलाई लिएर विभिन्न प्रकारको आफ्नै बुझाइ छ। सेल्फ स्टिम भनेको यो हो, सेल्फ स्टिम भनेको त्यो हो, सेल्फ स्टिम भनेको इगो हो अथवा यहाँ हो अथवा कन्फिडेन्स हो, यी सबै कुराहरू छ। र हामीले एज अ रिकभरिङ म्यान अथवा एज अ रिकभरिङ पर्सन अथवा एउटा सब्सटेन्स युजरको नाताले सेल्फ स्टिम भन्ने कुराले लिएर हाम्रो जीवनमा चाहिँ नि धेरै प्रकारका असरहरू पुर्याएको हुन्छन्। र म तपाईहरुलाई एउटा कुरा जानकारी गराइदिउँ, आज हामी यो अवस्थामा छौं भने यो अवस्थाको कारण पछाडि पनि कता न कता सेल्फ स्टिम नै हो। र सेल्फ स्टिमलाई हामीले बुझ्नु एकदमै जरुरी छ। र आजको विषय सेल्फ स्टिमलाई लिएर हुन्छ। हिजोको दिनमा हामीले के कस्तो भ्रमहरू पालेको थियौं, के कस्तो बुझाइहरू हामीमा थियो, त्यो छँदै छ। र कुन कुरालाई चेन्ज गर्ने हो र कुन कुरालाई चाहिँ नि अब हामीले सिक्नु पर्छ, यो कुराहरू जान्नु जरुरी छ। र आजको विषय रहेको छ सेल्फ स्टिम। सेल्फ स्टिम, व्हाट इज सेल्फ स्टिम, यो बारेलाई लिएर हाम्रो क्लास हुनेवाला छ। सेल्फ स्टिम, सेल्फ स्टिम भनेको दुई प्रकारको हुन्छ हेर्नुस्, एउटा लो र एउटा हाई। एउटा हाई सेल्फ स्टिम हैन र एउटा लो सेल्फ स्टिम। लो सेल्फ स्टिममा के पर्छ र हाई सेल्फ स्टिममा के पर्छ, यो कुराहरू पनि आज हामी क्लियर हुन्छौँ। सबैभन्दा पहिला त हामीले के बुझ्नु पर्यो भन्दाखेरि व्हाट इज सेल्फ स्टिममा चाहिँ पहिलो नम्बर कुरा हो के हो भनेर भन्दाखेरि चाहिँ ओपिनियन। के ओपिनियन? ओपिनियन भनेको जस्तै कि अबाउट माई सेल्फ, म मेरो लागि कस्तो खालको विचारधारा राख्छु, त्यो सेल्फ स्टिम हो। उदाहरणको रूपमा म खत्तम छु, म जान्दिनँ, म गरिब छु, म दुखी छु, मलाई सबैले अन्याय गर्छ अथवा म असक्षम छु भन्ने खालको ओपिनियन आफूप्रति एउटा धारणा बनाइसकेको छ मान्छेले भने त्यसलाई हामीले कुन सेल्फ स्टिम भनेर बुझ्ने? एक्ज्याक्टली, भेरी गुड। भनेको मतलब चाहिँ नि